good morning and welcome to my new vlog with this beautiful sunrise. यो vlog चाहिँ क्याम्पिङको हुनेछ जुन कि किङ्स क्रिक स्टेसन जो किङ्स क्यानियन भित्र पर्छ. नर्मली किङ्स क्यानियन भनेर हामी भन्दछौँ, जो कि हाम्रो जर्नी चाहिँ एलिस स्प्रिङबाट किङ्स क्यानियन हुनेछ जुन 250 to 300 किलोमिटर टाढा छ यहाँबाट. अनि हामी यहाँ रेडी पनि हुँदैछौँ, दाइहरूले यहाँ रेडी गर्दै हुनुहुन्छ. हाम्रो यहाँ सब यहाँ केटकेटीहरू यी होइन सबजनाहरू के छ विनोद दाइलाई भन्नुहोस्. हामी रेडी हो पुरै अलमोस्ट होइन. ल हाम्रो प्याकिङ भइसक्यो. विवेक ब्रो के छ? ल हामी रेडी हो. अमृत ब्रो हामी रेडी हो. ल हामी फुल्ली रेडी हुँदैछौँ यहाँ. यो प्याकिङ भइसक्यो हाम्रो. अब अहिले लगभग 8 बज्न लाग्यो. अब चाहिँ 8:30 बजेतिर हामी यहाँ हिँडिन्छ होला. सबै सामानहरू रेडी भइसक्यो हाम्रो यहाँ. यो पनि जोइन भइसक्यो. हाम्रो विनोद दाइको गाडीमा यो जाँदैछ होइन. ल हामी रेडी छ. ल रेडी फर क्याम्पिङ. ल दाइ दाइ के छ भाइ? के छ? ल के छ? एकदम ठिक छ यार. We are ready to go for camping Kings Canyon. Uh-huh. All set to go now. All set to go. Hello guys, what's up? Are you ready? यहाँ गाडीमा हावा हाल्दैछौँ है, टेलरमा हावा चेक गर्दै हुनुहुन्छ यहाँ दाइले. हामी यहाँ रेडी. हाम्रो विनोद दाइ चाहिँ उता हेर्दै हुनुहुन्छ होइन, हावा कति हाल्ने भनेर. हावा कति हाल्ने दाइलाई भन्नु त? 32. हामीले टायरमा हावा राखेर अल सेट टु गो. अब चाहिँ हामी लेट ब्रेकफास्ट पनि लिन्छौँ बिच बाटोमा. त्यहाँपछि चाहिँ हामी किङ्स क्रिक स्टेसन हामी चाहिँ सिधै त्यहाँ जानेछौँ. अब मैले बिचबिच बाटोमा अलिअलि केही भ्यूहरू देखाउँछु, त्यसपछि चाहिँ सिधै त्यहीँ गएर देखाउनेछु किङ्स क्रिक स्टेसन, हाम्रो क्याम्पिङको स्टेसन. अहिले चाहिँ हामी लेट ब्रेकफास्ट गर्दैछौँ होइन. अनि हल्का टी पनि लिँदैछौँ. सबैजना रमाइलो गरिराख्नु भएको छ. सबैजना एकदम एक्साइटेड हुनुहुन्छ क्याम्पिङको लागि. के भन्नु दाइ? किन ढिलै हुन्छ? We are heading to Kings Canyon. for बाटोमा रमाइलो भ्यू हेर्दै अबको केही समयमा हामी किङ्स क्रिक स्टेसनमा पुगिन्छ. जसो रमाइलो भइरहेको छ. आजको डे 1 एकदम फ्यान्टास्टिक भइरहेको छ. बाहिरको भ्यू हेर्न सकिन्छ. क्या क्लाउडी, कति राम्रो आनन्द रिल्याक्स देखिरहेको छ गाइजहरू होइन. अब हेरौँ एकैछिनमा पुगिन्छ. हामी फाइनली आइसक्यौँ. हाम्रो 5-6 घन्टाको ड्राइभ पछि किङ्स क्रिक स्टेसनमा, हाम्रो क्याम्पिङ स्टेसनमा हामी आइसक्यौँ. रमाइलो छ, हेर्न सक्नुहुन्छ गाइजहरू. हामी चाहिँ यहाँ किङ्स क्यानियनमा क्यामल पनि देख्न सकिन्छ. यो इन्ट्रान्समै छ यो क्यामल. हाम्रो क्याम्पिङ चाहिँ अलि यहाँबाट अलिकति उतापट्टि पर्छ भने यो चाहिँ इन्ट्रान्समै पर्छ यो क्यामलहरू है. तपाईँहरू देख्न सक्नुहुन्छ होइन. पखन होइन. अनि म र छोरी यहाँ हेर्न आएको क्यामल चाहिँ होइन. छोरी क्यामल कस्तो लाग्यो? क्यामलले के गरेको? पिपी गरेको रे. अब हामी चाहिँ क्याम्प साइटतिर जान्छौँ. हामी त्यहाँ सेटअपहरू गर्न छ होइन.
यो चाहिँ हाम्रो क्याम्पिङ गर्ने ठाउँ यहाँ चाहिँ अब हामीले टेन्टहरू हाल्छौँ होइन सलक्क यहाँ सायद हामीले चाहिँ उता हालिन्छ होला टेन्ट हाम्रो 3टा टेन्ट मेरो मम्मीको र दाइको होइन यहाँ टेन्ट हालिन्छ हाम्रो चाहिँ यता चाहिँ अरू ब्रदरहरूले हाल्नुहुन्छ होला खानासाना पकाउने अनि हाम्रो यता चाहिँ यहाँ चाहिँ आउने बित्तिकै भोक लागेर चटपटहरू बनाउँदै हुनुहुन्छ होइन यस्तो छ है चटपट बनाउने ठाउँहरू होइन यहाँ सेटअपहरू गर्दै हुनुहुन्छ हाम्रो टोयलेट बाथरुमहरू पनि यहाँ एकदम राम्रो छ यो किङ्स क्यानियनमा टोयलेट बाथरुम चाहिँ नजिकै छ हामी बस्ने ठाउँबाट अनि यहाँ सेफ्टी म्यासेज पनि गरेछ यो डिङ्गोजको बारेमा तपाईँहरू पढ्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम धेरै नै डिङ्गोजहरू छ अनि हामी चाहिँ अलिकति बी केयरफुल हुनुपर्छ यहाँ चाहिँ सबै सुविधाहरू छ सबै हातसाथ धुने दाँतसाथ मोल्ने अनि यता टोयलेटहरू होइन टोयलेटहरू अनि म तपाईँहरूलाई देखाउँछु यता सावरको लागि पनि यो ठाउँ चाहिँ एकदम राम्रो छ है तपाईँहरू यहाँ सावरको लागि पनि सावरको लागि यता छ जो सुविधा छ सबै उता वासरुम भयो यहाँ हाम्रो खानासाना बनाउने ठाउँ अनि उता चाहिँ हाम्रो क्याम्पिङ हुन्छ होइन चटपट रेडी भएर खाँदै हो गाइस हाम्रो यहाँ चटपट खाइराखेका छौँ तर म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु कि मेरो अलिअलि भिडियोहरू चाहिँ डिलिट भएको छ जुन हामीले टेन्ट राखेको भिडियोहरू मेरो डिलिट भयो अनि अरू भिडियोहरू पनि डिलिट भएको छ यो टेन्ट हालिसकेपछिको भिडियो हो यो हामीले टेन्ट हालिसक्यौँ गाइजहरू अनि मसँग अलिअलि अझै भिडियो छ डे 1 को म तपाईँहरूलाई सबै त्यो भिडियोहरू चाहिँ यहाँ ब्लगमा राख्छु तर मेरो धेरै भिडियोहरू चाहिँ डिलिट भएको छ त्यसका लागि हामी सो सरी गाइज तर मसँग भएको चाहिँ म यहाँ राख्दैछु है यो हेर्दै तपाईँलाई के हेर्नुभएको मोमोको लागि बिमिसा ठिक छ ल गुड हाम्रो आज यता भावना दिदीहरू र यता अनु सिस्टरहरूले आज मोमो बनाउँदै हुनुहुन्छ भावना दिदी के छ मोमो हो यता दिदीले नि मोमो ल जेस मोमो मिठो छ नि यता चाहिँ मम्मीको के छ फेरि हाम्रो हालखबर मम्मी के छ सानवी सब ठिक छ जस्तो आगो ताप्दै होइन रमाइलो भएको छ ल के छ कस्तो भइरहेछ ल भन्नुहोस् जान ल टकिला कुन टकिला कस्तो छ दाइ यो हाम्रो टकिला यो छ है टकिला मेक्सिकन रिपो सादो होइन यो टकिला हामीले यहाँ खाइरहेछौँ अहिले हरबिनो दाइले खानुभयो कस्तो लाग्यो दाइ तपाईँलाई ठिक छ मलाई आधी घन्टा सोध्नु भयो खतरा हुन्छ क्याम्पिङको फर्स्ट नाइट बब्बाल भयो रमाइलो भइरहेछ जस यहाँ फायर पनि चलिरहेछ जस क्याम्प फायर बनाउन चलिरहेछ दाइहरूको यहाँ साथीहरूको मिठो कुराहरू नि भइरहेको छ सो रमाइलो छ जस अब चाहिँ सायद सुत्न गइन्छ होला होइन अब भोलि बिहान जब उठेर सायद हामी हाइकिङ गइन्छ होला किङ्स क्यानियनमा अनि अब हामी सुत्न पनि जान छ त्यहाँ अब भोलि के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँछु त्यही हो अब भोलि के हुन्छ म तपाईँहरूलाई फेरि डे 2 तपाईँहरूलाई देखाउँछु आजको डे 1 बब्बाल भयो रमाइलो भयो जस बबाल भयो भनौँ न अब डे 2 भोलि के हुन्छ कसो हुन्छ गाइस म हजुरहरूलाई फेरि देखाउने गर्दैछु अहिलेलाई चाहिँ गुड नाइट गाइजहरू सी यू टुमारो
Good morning guys, it's a second day of our camping. दामी छ जियोस् बिहानको अहिले 8 बज्यो 7:30 बज्यो यस्तो छ यही आकाशको दृश्य किन्स क्यानियनको सेकेन्ड डेमा अब के हुँदैछ के पाक्दैछ हाम्रो ब्रेकफास्टहरू नि पाक्दैछ के पाक्दैछ हैन म तपाईहरुलाई सबै देखाउँछु इट्स सेकेन्ड डे 2 अफ आवर क्याम्पिङ अनि आज चाहिँ सैटरडे हैन जस्ट अब उठ्यो नुहायो फ्रेस भयो हिजो बेलुका रमाइलो भयो वाइल्ड डे अब आजको दिन के कस्तो हुन्छ सुरुवात यहाँबाट गर्दैछु आजको हेरौँ के हुन्छ अब तपाईहरुलाई म देखाउँछु हाम्रो ब्रेकफास्ट के बन्दैछ त आजको स्पेशल हाम्रो ब्रेकफास्ट है त गाइजहरु ल स्टे ट्युन है Hi, good morning. गुड We are मर्निङ preparing breakfast for the day, and this is gonna be wrap. यहाँ चाहिँ मसरुम बनाउनु भएको छ यता र्यापको लागि ओनियनहरु यता चिया भावना दिदीले यता दिदीले खोइ के गर्दै हुनुहुन्छ यता दिदीहरुले अमृत ब्रदरले गाजर र काँक्रो काट्दै हुनुहुन्छ गुड मर्निङ मम्मी हुनुहुन्छ के गरेको दाइ तपाईले यो हामी चाहिँ स्क्रैम्बल एग बनाउँदै गरेको भाइ र्यापको लागि स्क्रैम्बल हामी फेरि सान्दिन म बनाइदैन गाइजहरु है स्क्रैम्बल एग पनि हामी स्क्याम एग हो के यस्तो दाम के एग हो रे स्क्याम एग ए स्क्याम एग हो यो ल ब्रेकफास्ट के हो आज ब्रेकफास्ट ल भन्नु wrap यता हेर्नु egg wrap with salad सलाड कापटी यता हामी छ अनि बोल ए मेरो छोरी यहाँ छ हेलो हेलो गुड मर्निङ म नाचेको विनोद दाइ गुड मर्निङ के छ ठिक छ सबै ठिक छ भाइ बन्दैछ यो चाहिँदैन भाइ त्यो चाहिँदैन धेरै भइसक्यो धेरै भयो कि बन्दै हुँदैन र्यापै हुँदैन हाम्रो आइटी सेफ हाम्रो विनोद दाई विनोद बोलाके दाई ग्यास बाल्दै हुनुहुन्छ है ल हाम्रो आइटी सेफ यता ग्रिल हुँदैछ यो र्याप ल ल गाइस र्याप यहाँ छ आजको हाम्रो ब्रेकफास्ट कस्तो छ थाहा छैन Good morning. आज हामी किङ्स क्यान्टिनमा जाने छौँ कि हाम्रो सेकेन्ड डे हो अनि हामी अब ब्रेकफास्ट पछि एकछिनमा हामी हाइकिङ जाने हो हाइकिङ चाहिँ कता हो कान्छ त्यो मेन किङ्स क्यान्टिन हो कि यही एउटा हाइकिङ माउन्टेन छ अनि हामीले टपसम्म गर्ने हो क्लाइम्ब गर्ने हो अप्स एन्ड डाउन्स पनि हुन्छ स्ट्रेच पनि हुन्छ जस्ट एक्साइटेड छौ मेरो फर्स्ट टाइम पनि हो यहाँ आम किङ्स क्यान्टिनको जानलाई एकदम एक्साइटेड छौ गाइजहरु हाम्रो यता चिया पनि बनिसक्यो भावना दि स्पेशल चिया यो चाहिँ फेरि यो चियामा फेरि जो पाए त्यसले बनाउन सक्दैन यो चिया वान एन्ड वानले हाम्रो भावना दिदीले मात्र बनाउनुहुन्छ यो चिया यो यतिको टेस्ट अरूले ल्याउन सक्दैन है यहाँ चियामा हाम्रो फेरि डाडु कता छ हैन गिलास ल्यायो हामीले यस्तो छ दिदी मेरो त आफ्नै भाडा छ है फेरि ल विवेक ब्रो हिजो कस्तो भयो त हाम्रो डे 1 रैला भयो सबभन्दा छिटो सुत्ने जाने नै मै सबभन्दा छिटो उठ्ने पनि मै त एकदम एक्टिभ मान्छे हो नि त हैन ल गाइस रेडी टु गो फर किन्स हाइकिङमा हैन हामी रेडी भइसक्यो अब यहाँ 2टा गाडी लैजाने कि 3टा गाडी लैजाने भनेर हाम्रो यहाँ छलफल हुँदैछ 9:30 बजे अहिले हामी हिँड्न लाग्यो हैन अब 9:30 बजे हिँड्न लाग्यो हेरौँ के कस्तो हुन्छ है त ल त्यहाँ गएपछि अब कुरा गरौँ ल यहाँ ब्रदरहरू पनि रेडी भइसक्नु भयो सबै रेडी हैन ल हे गाइज अब हामी कहाँ जाँदैछौँ भने किन्स क्यानियन हाइकिङ गर्न जाँदैछौँ त्यहाँ चाहिँ हामी चाहिँ बसेको ठाउँबाट त्यही 35 to 38 किलोमिटर रहेछ अहिले चाहिँ हामी हिँडिसक्यौँ दाइ म मम्मी भाउजू छोरीहरू यता कान्छी छोरी यहाँ छ अनि सानवी बुढारी छोरी हामी चाहिँ जाँदैछौँ 2टा छोरीहरू पनि जाँदैछ we gonna make it very memorable today आज डे 2 हैन
कस्तो भइरहेछ बिहानबाट रमाइलो भइरहेछ हाम्रो आज ब्रेकफास्ट एकदम हेभी भयो किनकि अब हामी हाइकिङको लागि छौँ वी आर भेरी एक्साइटेड अनि दुईटा छोरीहरू पनि एक्साइटेड भइरहेको छ किनभने उनीहरूले पहिला हाइकिङ गरेको छैन सानवी छोरी पनि एकदम एक्साइटेड छ क्याम्पिङको लागि बहुत एक्साइटेड छ उसले चाहिँ स्कुलमा पनि मन्डेबाट चाहिँ म क्याम्पिङ जाने हो भनेर एनाउन्स गरेको रहेछ अनि सी इज भेरी सुपर एक्साइटेड अनि के छ त भाइ तेरो प्लान आजको अब हाइकिङ गर्ने हो अब हाइकिङको कति मिनट लाग्छ त्यो माथि जान र आउन थाहा छैन कति मिनट लाग्छ दाइ त्यहाँ हामीले चाहिँ अराउन्ड 2021 हो कि 22 I'm not 100% sure, but हामीले गरेको थियौँ त्यतिखेर हाइकिङ It took us around 2 to 3 hours and it was very super exciting. Up and down total Yes. We make a round, so we have to make a round. हामी जुन ठाउँबाट गयौँ अर्को ठाउँबाट त्यही ठाउँमा आउँछौँ मिटिङ पोइन्ट एउटै हुन्छ किङ्स क्यानियन भन्ने ठाउँ हामी चाहिँ किङ्स क्रिक स्टेसनमा बस्यौँ ओभरनाइट हामी किङ्स क्यानियन नै भन्छ नि त्यसलाई किङ्स क्यानियनमा पर्छ तर किङ्स क्रिक स्टेसन हो हाम्रो क्याम्पिङ साइट चाहिँ एकदम कम्फोर्टेबल इजिली एसेसेबल टु टोयलेट एन्ड बाथरुम्स एन्ड देन इट वाज अ भेरी नाइस स्पेस हामीले बेलुका आगो पनि बाल्यौँ सो इट वाज सुपर एक्साइटिङ अब किङ्स क्यानियनको बारेमा भन्नुपर्दा एलिस स्प्रिङबाट अराउन्ड 250 to 300 किलोमिटरमा पर्छ आई थिङ्क सो बुढी अब हामी चाहिँ हाइकिङको मेन मिटिङ पोइन्टमा आयौँ गाडी पार्किङ गर्दैछौँ गाडी पार्किङ गर्दैछौँ अब गाडी पार्किङ गरेर फेरि म तपाईँलाई देखाउँछु ल हाम्रो ट्रेकिङ सुरु भयो किङ्स क्यानियनको ल अब दाइबाट है म सबको सोध्छु मिटिङ पोइन्ट अब हामी क्लाइम्ब गर्दैछौँ ल हाम्रो मनोज दाइ होइन देखि होइन त्यो पोजिटिभ भाइब्स आइरहेछ हजुर अनि यो चुइगुम चपाएर अलिअलि ब्यालेन्स गरेर ए हुन्छ ल यहाँ अनु सिस्टर हाई भ्याइयो यता नि केही छैन हेलो भाइ किङ्स क्यानन यो चाहिँ आइटी सेफ है हाम्रो ए भाइ ल मम्मी हिजो आइटी को गाय आइटी को बोल हामी पुग्यौँ अब हामी सुरु गरौँ भन्ने हो अब हामी हिँड्दै छौँ त्यहाँ जानलाई फोटो सिक्सिएट मेरो पनि नभएर ठ्याक्कै यो गाडीमा थियो त्यही लिए हामी यस्तै हो दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे अन दिस फोरकास्ट आजको चाहिँ वेदर के कस्तो छ भनेर यहाँ देखाइरहेछ होइन पानी खाने यस्तो छ यहीँ सुविधाहरू पानी खानको लागि यहाँ सुविधाहरू यो छ अनि सेफ्टी इज योर रेस्पोन्सिबिलिटी भनेर यहाँ देखाएको छ अब के गर्ने वाक सेफ्ली डोन्ट ब्रेक्स यो लाइफ भन्दैछ होइन यहाँ कसरी हिँड्ने भनेर यहाँको चाहिँ सेफ्टीको बारेमा देखाइरहेछ सबै जोस् यहाँ देखाइरहेछ कता कता छ होइन सिम्बलहरू देखाइरहेछ जोस् दामी छ हामी हेर्न सकिन्छ राम्रोसँग यस्तै देखाइरहेछ हामी यो बाटो जाउँ होइन हजुर दाइ के भन्नु what's this called? Porter. Carrying bag and walking. So Porter. This is Vishnu Abek Sharma, all the way Porter, eh? The Abek ko meaning man that's my साहित्यिक name, guys. तपाईँ साहित्यकार नै हो नि जमाना जमानामा मैले कृतिहरू लेखेको छु जुन अब पब्लिस हुन सकेन तर कृतिहरू धेरै नै लेखेँ यार मैले होइन आवेग शर्मा है विष्णु आवेग शर्मा म उहाँको भाइ हो होइन कान्छो भाइ तर मलाई यो आवेग भन्ने हिजोबाट बल्ल थाहा भयो मलाई दाइको नाम आवेग हो भनेर त्यो नेम चाहिँ मेरो अराउन्ड 2004-3 तिरको हो सिन्स देन no one knows about it. There's some person, there's certain person. यो भिडियो चाहिँ हामीले YouTube च्यानल All right. तिमीले सिना लेख All good. So we don't need to capture any video from our phone then. We can get it from there. Yeah, you can get it from a YouTube channel. This young fella, he's all the way from Nepal.
And he's a bloody civil engineer there. I'm big fan. But now I'm already. He's a good person. Huh? he's doing really good. Yeah, Man with the humor, kindness, yeah, calm, kindness. and positive. Yeah. And I put to drink and they want to eat food. Finished the whole goat, mate. Back in Nepal, when I was a child, they used to come to my house, finish single goat, 2 bloody drunkards, overseer and engineer, finish 2 carton of Tuborg beer, and bloody goat, single goat, mate. All right. Dedication to my dad. होइन यो इन्जिनियरलाई नै हामीले बोल्न दिनुपर्छ के कसो भनेर हैन हाम्रो इन्जिनियर विवेक ब्रदर It's not their fault. They were just finishing the things which they got for free. That's why. If they had to buy and eat, no. They got it for free. They will finish whole buffalo. Yeah. We are ready for hiking. अब हाम्रो स्टार्टिङ पोइन्ट यही हो Guys, messenger group को लागि photo. यस्तो छ यो बाटो है यस्तो उकालो छ यो फुल्छ नि हामी चाहिँ यो पुरै हाइक गरेर पुरै यो डाँडा हाइक गरेर लास्टमा हामी फेरि त्यही एकै स्टार्टिङ पोइन्टमा गएर जोइन हुन्छौँ एकदम धेरै छ हिँड्नको लागि के छ गाइस बेला चाउ है ल कङ्ग्रेचुलेसन है दाइ ल के को हो थाहा छैन हैन ल ल भन्नु दाइ ल भन्नु ऐ खिचिने नि त नि रेडी नेपाल हो त भाइ धेरै एउटा भन्नुहुन्न नि हो म पनि अल गुड छु हल्का स्यास्या आहा सो फार सो गुड हल्का स्यास्या बढिरहेछ है अब जस हामी लगभग टुप्पोमा आइसक्यौँ यहाँको भ्यू यस्तो छ ल वी डिड इट गाइज ल यहाँसम्म आइयो ल यहाँसम्म आइयो है अझै हिँड्न धेरै छ हामी लगभग तलबाट आएको तल देख्न सकिन्छ हामी सबैजना आइसक्यौँ ए अझै हामी यो हल्का उक्लिएर वाक गरेर पुरै यो तपाईँले देखिरहनु भएको छ नि यो पहाडहरू यो सबै हाइक गरेर हामी चाहिँ त्यहाँ हो त्यो बस भएको थियौँ हामी पुग्ने हो फेरि हाम्रो सबैजना एकैजुट भएर फेरि हामी चाहिँ हिँड्न लाग्यौँ होइन फेरि हाम्रो वाक छँदैछ आमा अगाडि गइसक्नु भयो विवेक बुढो र म चाहिँ एकदम पछाडि हिँडिरहेको छ एकदम अलमोस्ट आइपुग्नु भयो है डेस्टिनेसनमा फेरि रिटर्न ब्याक त हुनै छ यो बाटो हुँदैन होला हामी यसरी यही पहाड घुमेर गइन्छ नि होइन एकदम रमाइलो भइरहेछ ठिक छ नि रमाइलो छ नि फेर्सो बाटो आइयो हामी आएको बाटो यति टाढा थियो त्यही गाइजहरू गाइज फर द रेकर्ड इन्जोइङ हिजो होइन भावना दिदीले बनाएको मोमो चाहिँ एकदम बब्बाल थियो फेरि हामीले गएर किनेको राम्रो मासु किनेर मात्र मिठो भयो है त्यो अहिले ट्याक्क प्रेप गऱ्यौँ
चटनी चाहिँ भन्न सकिँदैन झोलको लागि झोलको लागि होइन त सर राइस र के भन्छ बेलुका खाना बनाउँछु भन्नुभएको हाम्रो विवेक ब्रोले अनि चाहिँ खाना बनाउँछु भनेर घर सुत्दिनु भयो त्यही कुरामा हामी एकदम स्याड छौँ के हो अनुहार उहाँलाई त थाहा छ यो छैन भनेपछि यहाँ रामजी हनुमानजी यहाँ लगेर नेपालमा हाने भोपाल छ यार यो ढुङ्गा ल मान्छेले चिनेर बनाए जस्तो क्या एकमाथि अर्को होइन भोपाल छ सेन्ड्युस टु रक हो बालुवाबाट त्यो डल्लो उठेको भागबाट त्यो ढुङ्गामा समयक्रममा होइन सेन्ड ड्युन्स टु रक अहिले रक टु सेन्ड चान्सेस धेरै हुन्छ नि तपाईँको इरोजन हो नि त रक इरोजन होइन अब टप्लिङहरू हुँदैन तपाईँको हेर्नु न पुरै यो चिनेर मान्छेले चिनेर बनाए जस्तो क्या होइन यो आमा कस्तो लागिरह ठिक छ दाइ कङ्ग्रेचुलेसन विनोद दाइ हामी अझै हाम्रो गन्तव्य अझै टाढा प्रोपर इन्जिनियरिङ जस्तो छ है मैले नि त्यो भिडियो हेरेको थिएँ कि त्यो स्यान्डवाला के होइन स्यान्डमा पानी पर्दै ओहो दामी यहाँ त खतरा देखेको यो साइडबाट त यार यो चढ्ने हो र ल हामी अब यो चढ्दैछौँ है दामी यार दामी 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 लाग्यो
be here. You must be here. It's the recommended, highly recommended trek. के छ छोरी ठिक छ बबाल छ बबाल बबाल यो पुरै बबाल छ यार बबाल 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 छ ल गाइजहरु मम्मीले भन्नुभयो क्या चौतारीमा शीतल बस्नु भएको रे गाइजहरु लाउ मजा आयो एकदम एक्साइटेड किन त नि दाइ दुईटा चस्मा तपाईँ ए ल ल हेलिकप्टर होइन इमर्जेन्सी यता ऊ त्यहाँ इमर्जेन्सी बक्सहरू पनि छ होइन इनकेस केही भइहाल्यो भने इमर्जेन्सी बक्सहरू छ राम्रो छ सुविधा चाहिँ एकदम राम्रो छ है गाइजहरु ल सबैले हाई गरौँ ल यहाँ ल है गाइजहरु ल विनोद दाइ के छ दाइ उक्लिन बाँकी नै छ म र मम्मी यहाँ पछाडि हिँडिरहेको छौँ अझै उक्लिन बाँकी नै छ त्यो उहाँ पुगिसक्यो अलिकति गाइजहरु हाम्रो उता पारीबाट आएको उता पारीबाट त्यहाँबाट आएको हामी है यहाँ आइसकियो अब यति उक्लिएपछि फेरि ओह्रालो हाम्रो विवेक ब्रो उहाँ हो हिरो मान्छे एक्लै हाम्रो यहाँ आइटी सेफ हामी अहिले चाउचाउ खाँदैछौँ माउन्टेन क्लाइम्ब गर्न होइन हाइकिङै भनौँ नर्मल्ली हाइकिङ चाहिँ बबाल भएको छ शीतल हावा होइन यो पिस ठाउँ शीतल होइन हेभन इट्स लाइक अ हेभन है हामी अहिले यो रिटर्नको 90 चेक पोइन्टमा आइसक्यौँ है मैले यो चेक पोइन्ट चाहिँ फर्स्ट टाइम देखाएँ किन भन्दाखेरि अहिलेसम्म देखाएको थिइनँ किनभने मैले यादै गरेको थिइनँ क्या यो चेक पोइन्टको है चाहिँ यो इमर्जेन्सी ठाउँमा यो इमर्जेन्सी कल डिभाइसहरू अनि यो इमर्जेन्सी टुल्सहरू राखिदिएको छ यहाँ बस्ने ठाउँ पनि रहेछ हामी अहिले चाहिँ चेक पोइन्ट 94 मा आइसक्यो तपाईँहरू यता मेरो ट्याक्कै यो पछाडि पनि हेर्नु है त्यस्तै छ चारैतिर यही हो तपाईँले यहाँ हिँड्ने बेलामा चारैतिर देख्ने भ्यूहरू यही हो रमाइलो शीतल हावा
पोइन्ट 102 मैले सुरुबाट चाहिँ त्यो चेक पोइन्टमा यादै दिइनँ अहिले पछि आएर चाहिँ यसो हेरेको चेक पोइन्टमा त्यो एरोमा चाहिँ नम्बर पनि राखेको हुँदो रहेछ क्या तर अब यहाँबाट चाहिँ सिधा हामी चाहिँ तल जानुपर्छ यहाँ चाहिँ वाटरफल पनि हुँदो रहेछ होइन त्यहाँबाट बर्खामा पानी परेको बेलामा हामी चाहिँ आइसक्यौँ है गाइज अब त्यहाँ हो हाम्रो गाडीहरू त्यहाँ छ ती हामी चाहिँ अब लगभग हाम्रो चाहिँ यो हाइकिङ सकियो लगभग तर मम्मीले यत्रो हिँड्नु भयो हात अप टु मम्मीको अलिकति घुँगामा प्रब्लम छ त्यही भएर नि यो उक्लिन भन्दा नि ओर्लिन चाहिँ हल्का गाह्रो हुन्छ त्यही भएर मम्मीलाई सपोर्ट चाहिन्छ गाइजहरू मैले मम्मीलाई सपोर्ट दिँदै हिँडिरहेको छु यताबाट गएको यी होइन आउन चाहिँ यताबाट आइयो भनेपछि 1 सर्कल फुल 1 सर्कल क्लोजिङ सर ल कस्तो भयो हाइकिङ ल भन्नुहोस् मजा आयो 3 घन्टा चान्चुनमा भ्याइयो भाइ 3 घन्टा चान्चुनमा भ्याइयो यो चाहिँ अनफर्गेटेबल जिप्पी हो बडा One of the memorable element, right? है Yes. मम्मी त भइहाल्नु भयो मम्मी त खतरा मम्मी ल आजको जोस बब्बाल भयो लगभग 7 point something किलोमिटर हिँडियो होला सायद 7-8 किलोमिटर जति हिँडियो हाइकिङ बब्बाल भयो ल अब फेरि हामी क्याम्पिङतिर जानेछौँ त्यहाँको के हुन्छ अब खानासाना अब हाम्रो लन्चहरू त्यहीँ हुँदैछ के हुन्छ फेरि म त्यहाँ देखाउँछु है गाइजहरू ल मम्मीले माथि नै पुग्नुहुन्छ र यो राउन्ड लगाउनुहुन्छ भनेर तर प्राउड मोमेन्ट द्याट मम्मी डिड इट फाइनली एन्ड देन सान्वी र बिमिसामा पनि मैले सान्वी चाहिँ पुगेर आउन सक्छ भन्नेमा एकदम दृढ संकल्प थिए भने बिमिसाले चाहिँ आई डोन्ट थिङ्क शी विल मेक इट वी आर भेरी प्राउड अफ आवर टु डटर्स एन्ड मम्मी वी आर ल हामीले अब खाना खान लाग्यो होइन भात हुन्छ अनि विवेक ब्रो खाना खाँदै हुनुहुन्छ सबैजनाले जस भात खाँदै हुनुहुन्छ हामी खानासाना खाएर यता चिल्ड्रेन पार्क आएको छोरीहरू खेलाउन तर यहाँ दाइलाई खेलाउन पर्यो बुढो बच्चा अनि हाम्रो ठुल्छोरी कान्छो यता हेर बिबिसा लुक एट हियर ऊ आफ्नै तालमा छ ऊ आफ्नै दुनियाँमा छ हाम्रो त्यहाँ तास गेम पनि भइरहेछ है गाइज हल्का विवेक ब्रो कतिको हारियो जितियो हारियो ठिक ठिकै हाम्रो मनोज दाजुले त जित्ने नै हो आइटी सेफले त्यहाँ मिलाएर नहुने तात्न अरे यहाँ विनोद दाइले चाहिँ पिबिक्यूको लागि स्टार्ट गर्दै हुनुहुन्छ हामी चाहिँ हेर्दै हामी हेरेको हेरे मेन त किङ्स क्यानियन त हामी जुन हिँड्यौँ फर्स्ट एक्सपिरियन्स जुन आज हाइकिङ गरियो त्यो चाहिँ बब्बाल हो होइन आज होइन अमृत ब्रो आजको हाइकिङ दाइ King Canyon. एलिस बसेर अथवा एन्टी बसेर नआयो निस्किनु डे 2 को यो हाम्रो चिकन विङ्स होइन यो हामीले बिबिक्यूको लागि आज पनि मोमो हो आज हाम्रो दोस्रो रात डे 2 लेफ्ट ओभर भ्याउनु पर्यो त्यही भएको भएर चाहिँ हामीले अहिले पनि बनाउँदैछौँ आज नुन चाहिँ छ नि नुन छ आज नुनको समस्या छैन अनि यता चाहिँ हाम्रो मम्मी र भाउजू हुनुहुन्छ ल के छ ठिक छ मम्मी ठिक छ नि खुट्टा दुखे छैन नि आज हिँडेर ठिक छ ल यता क्याम्पिङ मिदिम ल गुड दिदी गुड आज तासमा जित्नु भयो अरे दिदीले है हाम्रो यहाँ चिकन विङ्स भइसक्यो त्यता हामीले मोमो भ्याइसक्यौँ हाम्रो त्यहाँ अझै हुँदैछ
भाइ तिमी के भन्दैछ भाइ के छ दाइ के छ भन्नुहोस् त त्यो देखाउनु 8 किलो मासु सक्यो 8 किलो मासु सकियो ल आजको डे 2 पनि हामीले यही इन्डिङ गर्दैछौँ हैन फायरवर्क ल गुड नाइट गुड नाइट विवेक ब्रदर गुड नाइट भावना दिदी गुड नाइट ल डे 2 पनि आज यही भ्याइयो हैन दिजु हजुर एकदम रमाइलोको साथ एन्ड भयो ल गुड नाइट डे 2 दामी लाग्यो भाइ लास्ट टाइम आउँदाखेरि चाहिँ अहिले जतिको हुन्छ नि अब अलिक टाढा यो जस्तो लाग्यो थियो कबल लाग्यो अनि दाइलाई भेरी नाइस है आज डे 2 कस्तो लाग्यो एकदम अब ऱ्याप अप गर्न लाग्यो हैन एकदम रमाइलो भयो तर त्यो आगोले चाहिँ लास्ट पोलो यार ल गुड नाइट है त ल गुड मर्निङ गाइस हैन आज हाम्रो चाहिँ यो डे 3 उठेर चिया चाहिँ पिउँदैछौँ त्यता ब्रेकफास्टहरू हुँदैछ त्यस्तो रमाइलो भयो क्याम्पिङ चाहिँ रमाइलो भयो हिजो हामी चाहिँ हाइकिङ गर्न गयौँ त्यो पनि एकदम हिजोको त्यो हाइकिङले चाहिँ हल्का बेलुका हल्का खुट्टा दुख्यो जस्तो भएको थियो तर बब्बाल रमाइलो भयो टेन्टहरू चाहिँ अब प्याक गर्नुपर्छ कसैले प्याक गर्ने कसैले चाहिँ अब लन्चको लागि रेडी गर्ने त्यही हो अनि तपाईँलाई के हुन्छ फेरि सानो उसहरू के अरे क्लिपहरू देखाउँछु है गुड मर्निङ गाइज ल गुड मर्निङ दाइ के बनाउँदै हुनुहुन्छ चिकन रोल हटडगमा हामी खतरा गुड मर्निङ गुड के छ आइटी सेफ दाइ यता आउनु सिस्टर के छ सब ठिक छ केटीलाई जाऊ लो गुड मर्निङ दिजु अनि आज हाम्रो थर्ड डे आज भ्याइने हो गुड मर्निङ दाजु के छ ढाड सड्कियो हजुर हजुर ल आज हामी चाहिँ हिँडेर लगभग 1 बजे हिँड्ने प्लान छ होइन यसरी हामीले चाहिँ चिकन चाहिँ हालेर हाम्रो अन्डा दाइले अन्डा खाँदै हुनुहुन्छ हेभी हो हामी छ मम्मी गुड मर्निङ मम्मी कति राम्री भएर निस्किनु भएको त नि हाम्रो आजको ब्रेकफास्ट हटडगमा चाहिँ चिकन हिजो बेलुकाको बार्बिक्यू गरेको चिकन अनि त्यसमा चाहिँ न्यान्डो सस र अन्डा बोइल एग बोइल होइन आजको हाम्रो ब्रेकफास्ट सबैजनाहरू खाँदै हुनुहुन्छ हामीले चाहिँ अहिले यो टेन्टहरू ऱ्यापअप गर्न लागेको भाउजू लिएर मैले विनोद अब प्याकिङ हो आज भ्याइयो होइन अब हामी लन्च गरेर हिँडिन्छ होइन ए उलुरु हो तपाईँ हामी तर हामी चाहिँ घर गइन्छ दाइहरू उलुरु तर हामी चाहिँ घर गइन्छ प्याकिङ सुरु भयो लगाइज ल म यहाँ यसो दाइलाई हेल्प गर्छु अनि त्यसपछि फेरि हामी लास्टमा एउटा भिडियो सर्ट फेरि आउँछ है त के कसो ब्रदर हो नि एकदम धर्म आउँछ ल यहाँ प्याकिङ हुँदैछ यता दाइले चियरहरू प्रायः प्याकिङ गर्दै हुनुहुन्छ होइन दाजु टेन्टहरू प्याक गरिसक्यौँ यता के छ अलमोस्ट हो अब 3:30 आज क्याम्पिङलाई ऱ्याप अप गर्दैछौँ हैन भाइ ल सबै प्याकिङ भइसक्यो अब लन्चको लागि नै यता रेडी हुँदैछ होइन हाम्रो बोलाखे दाइ चाहिँ यत्तिकै बसिराख्नु भएको छ हाम्रो दिदी चाहिँ प्याक गर्दै हुनुहुन्छ हाम्रो आजको सेफ चाहिँ विवेक ब्रो के पाक्दैछ विवेक ब्रो आजको लन्च घाँस ए पियाज अरू के पकाउने हो लन्च बर्ड फ्लू ब्रोइलर कुखुरा अनि ऱ्यापअप पनि गर्दैछौँ किन भन्दाखेरि आज डे 3 आज चाहिँ हाम्रो इन्ड अफ द डे 3
अब हामी चाहिँ सबै प्याकिङ गरेर हाम्रो विनोद बुलाखे दाईहरू चाहिँ उलुरु जानुहुन्छ। एउटा गाडी उलुरु जान्छ भने सायद 3टा गाडी चाहिँ हामी एलिस स्प्रिङ गइन्छ होइन। अब कतिवटा गाडी उलुरु जाने एउटा होइन? यो हाम्रो के अरे आइटी सेफ जानुहुन्छ हाम्रो बुलाखे दाई। ल अब यही हो, ऱ्यापअप गर्दैछ। ल 1 2 3 गो। हाम्रो छोरी यहाँ छ आज डे 3 होइन। ल छोरी आज तिम्रो के भयो ल भन, कस्तो भयो क्याम्पिङको एक्सपिरियन्स? At the campsite, we had breakfast, and after we went in the car, so we had a long drive, and then we reached to the parking lot. Then we had to walk to the spot where the hiking was. We climbed over maybe 10 or 5 mountains, and then we passed the signs, and then mine and Vimisa's legs started hurting, and then after a little while it started to feel better, and then we reached the end. Then we came home, and then we ate rice with chicken, and then, I think you got a treat also, yeah? And then we went to the shop next to our campsite because they sell ice cream, and then we got some ice cream. Vimisa and me chose Bubble O Bill, and then it had bubble gum on. It has the biggest bubble gum nose in the West. And then uncle and mom? Uncle got, I think, caramel nuts, and then mom got chocolate nuts. No, only chocolate. Chocolate nuts, Yeah. because nuts. There is no Ice nuts. cream yesterday. Where you get the ice cream yesterday? Because I earned it for hiking on all the way to the mountain. ल हाम्रो लन्च रेडी भयो। हामी दाइले खाँदै हुनुहुन्छ लन्च होइन। अब हामी लन्च गरेर चाहिँ ऱ्यापअप गरेर हामी रिटर्न ब्याक हुँदैछौँ। हाम्रो यहाँ अमृत ब्रोले बाटामा भात खाँदै हुनुहुन्छ। यहाँ फोइलमा यहाँ हाम्रो दिदीले चाहिँ यहाँ फोइलमा खानु भएको छ। किन भन्दा अनि हाम्रो विवेक ब्रोको फेरि यहाँ खाने स्टाइल दामी छ यी होइन। के छ विवेक ब्रो? ल यहाँ खाना यही हाम्रो भइरहेछ खाना। हामी चाहिँ आजको लन्च चाहिँ हाम्रो चिकन ग्रेभी, अनि त्यहाँ गएर काउली भात दाल। ल यस्तो छ है हाम्रो लन्च। आफ्टर द्याट हामी यो लन्च खाएपछि ऱ्यापअप गरेर रिटर्न ब्याक टु एलिस स्प्रिङ है गाइजहरू। ल जस्तै अलिअलि दिदीहरूले खाना खाँदै हुनुहुन्छ। लगभग हाम्रो प्याकिङ भइसक्यो यी होइन। यहाँ अब हाम्रो बोलखे दाइ लिएर अमृत ब्रोले चाहिँ यो अब ऱ्यापअप गर्दै हुनुहुन्छ होइन। चक्कामारा भइसक्यो क्या, चक्कामारा भइसक्यो चक्कामारा फाइनल्ली ऱ्यापअप भइसक्यो है। अब रेडी टु गो एलिस स्प्रिङ। ह्याप्पी क्याम्पिङ। कस्तो भयो क्याम्पिङ? बवाल भयो? ल गाइज हाम्रो आजको यो भ्लग चाहिँ क्याम्पिङ भ्लग हामीले यहीँ इन्ड गर्छौँ। ल भन्नुहोस्। यो हाम्रो ट्रिपको अन्तिम चटपट है गाइजहरू। तर मैले अहिले भ्लग चाहिँ इन गरेको थिएँ, तर यहाँको चटपट यो देखेर फेरि एउटा क्लिप लिम जस्तो लाग्यो। त्यही भएर चाहिँ चटपटको ल
Thank you so much for watching my vlog. Please like, share and subscribe to my YouTube channel. Don't forget to click on the bell icon to get a new videos update. And see you in next vlog. Thank you for